काम धन्दा नि छैन खै के गरौँ होला आज सो ढुकुडीलाई फोन गरेर हेरौँ त घुम्न जान्थे कि बा मसँग फोन गरेर सोधेर हेरौँ त ढुकुडी कसले फोन गरेछ काम गर्ने हेलो हेलो ढुकुडी कहाँ छौ तिमी कहाँ हुनु नि घरमै हो ढुकुडी सुन न किन आज हामी घुम्नु जाऊँ घुम्नु हो घुम्नु जान्न म त आजलाई यतिकै नि छिटै रात पर्छ घर फर्किँदा रात पर्यो भने मार्छ घरमा जान्न म त ढुकुडी आऊ न प्लिज हामी छिटै घर फर्किनु पर्छ के फेरि हामी भेट्न भएको पनि त कति भइसक्यो के तिमीलाई भेट्नु मन लाग्दैन मसँग भेट्नु त मन लाग्छ नि तर के गर्नु अस्तिबाट त्यो साइला मेरो घर आएको आइ छ मेरै लागि के त्यो साइला घरमै पुग्न थालो फेरि हो त आएको आइ गर्छ ढुकुडी तिमीलाई थाहा छ त्यो साइलाले नि जान खाइसक्यो मेरो बाबा बेसी नाटक नगर बरु भन कहाँ लाने घुम्नु ए आउँछ तिमी ल ल तिमी छिटै ठिक परा ल म आउँछु तिमीलाई लिनु ल हुन्छ भाइ म काम गर्दैछु भाइ यस ढुकुडी आउँछ अरे आऊ छिटो बस्छ गाडीमा किन यति आत्तिको भन्छौ यहाँ मेरो मुटु डरले ढुकढुक गर्दैछ मान्छे भएर यति डराउनु हुँदैन त भन्छौ नि तिमी के हेरेको यसो लाटल चाहिँ हेरेको हेरै गर्छ आज तिमीले साह्रै राम्रो देखे के भन त नढाटी के लगाएर आकी छौ पन्च फारो अनि अरू बेला चाहिँ तिमी मलाई राम्रो देख्दैनौ तिमीलाई त म सहिल्यै राम्रो देख्छु नि तर आज त साह्रै राम्रो देखे कि म त छु राम्री अनि ढुकुडी कसको हो हजुर तपाईकै हो नि ए ड्राइभर दाइ गाडी चाहिँ स्टार्ट गरिहाल त सुन्नु ढुकुरी हो त कहाँ नि चाहिँ यिनीहरू यो कुरा त सरेर नसुनै हुँदैन हामी गरिहाल्नु पर्यो दाइले ला के भयो दिएको त्यो चिप्लेलाई अनि के भन्छ अब साइलालाई फोन गरेर बोलाउनु पर्यो गाजा सुकेर गुन्द्रुक भयो तर म कहिले सुध्रिन ढुकुरी तिमी बिना म बाँच्नै सक्दिन कसले फोन गर फेरि भान केटा किन फोन गरिस् हेलो दाइ कहाँ हुनुहुन्छ तपाईँ कहाँ हुनु यतै गाउँतिरै के भयो भन् लगो दाइ लगो हो न कसले कसलाई लगो अरे के भन्नु दाइ आइतबारको दिनमा गाडीमा लगो दाइ गाडीमा लगो कसले कसलाई लगो राम्ररी भन्छ चाहियो तँलाई के भन्नु दाइ आइतबारको दिनमा सुनिलले ढुकुरीले लगो दाइ ढुकुरीलाई लगो कहिले लगो कता लगो छिटो भन् हाम्रो घर अगाडिको बाटोबाट सिधा लगो सिधा लगो रोग खाली भेट्नु दे त्यसको सबै बाँगरा नि सिधै झारिदिन्छु म त छिटो निस्की बाटोमा म सिधै आउँदैछु ल दाइ ल छिटो आउनु तपाईँ दिमाग खराब गर्छ आज सुनिलको बाँगरा झारिदिन्छु म त्यसको बाँगरा बेसी भइरहेछ सियाले झारेर छोड्छु म त्यसको बाँगरा म छोड्दिनँ सब झारिदिन्छु सुनिलको बाँगरा झारिदिन्छु म हुँदा
ढुकुरी जल्दी आओ तैँले मेरो ढुकुरलाई भगाउन आँटेको फेरि म भगाउन आँटेको नि त दाइ यतिकै घुम्नु पो आएको त तैँले घुमाउन अरू केटी पाइनस् फेरि ढुकुरलाई मात्रै पाइस् कसले भने म तपाईँको भनेर ढुकुरी तिमीले के बोलेको यस्तो तिमीलाई त मैले 5 मा पढेदेखि मैले मन पराएको अहिले एक दिन यो झुसेले घुमाउन लगेको भन्दैमा तिमीले मलाई बिर्सिने हो बिर्सिने तपाईँको याद आए पो बिर्सिने त तिमी चुप लाएर बस तिमीलाई त म पछि हेर्छु पछि यसको अहिले चाहिँ बङ्गारा झार्दै छोड्छु मेरो बङ्गारा झार्ने अरे अहिले मलाई अहिले मलाई हान्ने म मारिदिन्छु म बङ्गारा झारिदिन्छु ढुकुरी तिमी देख्नु यिनीहरूको उत्पात कुकुरको छारो जस्तो बाजिरहेको छ यिनीहरू यिनीहरूको आसमा बस्यो भने तिम्रो फ्युचर कहिले राम्रो हुँदैन बरु हिँड तिमी मसँग अहिले मेरो ढुकुरलाई घुमाउने मलाई म नमारी छोड्दिन अहिले म मारिदिन्छु दाइ छोडै म मारिदिन्छु जाउँ छिटो छिटो बात गरे मेरो है हिँडेको म चाहिँ छोडिन् यो हुन सक्दैन